धन्यवाद। चल्दो बल्दो अहिलेको हाम्रो नेपालमा जुन जेन्जी आन्दोलन भयो भदौ 23 र 24 गते देशले ठुलो क्षति बेहोर्नु पर्यो हैन। देशको संरचनाहरू, देशको राष्ट्र सम्पत्तिहरू, निजी सम्पत्तिहरू धेरै नोक्सान भए र धेरै युवा भाइहरूले चाहिँ शहादत प्राप्त गर्नुभयो र सर्वप्रथम त म उहाँहरूलाई पनि श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। र अहिले पनि घाइते हस्पिटलमा हुनुहुन्छ त्यो आन्दोलनका साथीहरू, उहाँहरूको पनि शीघ्र स्वास्थ्य लाभ कामना गर्न चाहन्छु। साथै भर्खरै त्यसपछि पनि फेरि नेपालमा अर्को विपद आयो, यो प्रकृति प्रकोप जुन अहिले बाढी पहिरोले चाहिँ धेरैजनाहरूको पनि हाम्रो छिमेकी जिल्ला इलाममा पनि 38-39 जना हाम्रो दाजुभाइहरूले दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो। उहाँहरूको प्रति पनि एकदमै हार्दिक श्रद्धाञ्जली गर्न चाहन्छु। त्यसले गर्दाखेरि अहिले जेन्जी आन्दोलनले गर्दाखेरि अब मैले भन्दा सबै तपाईँहरूलाई सबै थाहा छ, देशले ठुलो दुःख बेहोरिरहेको छ। अब राष्ट्रको सम्पत्ति नाश भएको छ।